दुर्गा परसाईलाई तपाईले त्यो खोरमा जसरी अपमानित ढंगले राख्नु भएको छ, रमेश लेखकजी, केपी ओलीजी, यसलाई हामीले ईको रूपमा लिएका छौं। राजा चाहिन्छ भनेका कारण तपाईले मानिसहरूलाई थुन्ने हो भने हामी लाखौं मानिसहरू थुनिन तयार छौं। जेल खाली गर्नुहोस् हाम्रा लागि, तपाईहरु आफू बस्ने जेल पनि राम्रो बनाएर राख्नुहोस्। आउँछ त्यो दिन, आउँछ 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 आउँछ। मैले भन्छु दुर्गा परसाईले कम्बोडियामा पैसा गएको छ भनेर त्यसै भनेको हो, त्यो कुरा जनतालाई थाहा नभएको कुरा हो। एक दिन यसको दण्ड बिहोर्नै पर्छ र हामी जिउँदो हुँदैखेरि तपाईहरुलाई त्यसको सजायको भागी बनाएर छाड्छौं। म केपी ओली र गृहमन्त्री रमेश लेखकलाई भन्न चाहन्छु, सत्ता सधैँभरि तपाईहरुको हातमा हुँदैन। जनता तपाईको गोठको गाईबस्तु होइन। राप्रपालाई कमजोर नठान्न म फेरि पनि भन्न चाहन्छु। दुर्गा परसाईहरुले बोकेर ल्याएर हानेको अश्रु ग्यास हो त्यो। अनि त्यो प्रहरी प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक के भन्छ, हामीले हानेको अश्रु ग्यास कसरी डेट एक्सपायर भएको हुन्छ भनेर भन्छन्। प्रहरी भएर बस्नुपर्छ, कुनै राजनीतिक दलको भातृ संगठन भएर बस्ने होइन। 15 गतेको प्रदर्शनलाई हिंसात्मक भन्नेहरू फेरि पनि भन्छु, त्यो प्रदर्शनकारीसँग एउटा लाठी किन देखाउन सक्नुहुन्न आजसम्म तपाईहरु? कमजोरी नठान्नु केपी ओली, हामी पछि हटेको होइन। याद गर्नु, तिमी जस्तो भ्रष्टहरूलाई मौका पर्यो भने जेल हाल्छु, बालुवाटारलाई घेरेर भात पानी बन्द गरिदिन सक्छौ। फेरि यो कुरा याद गर्नु। तपाईले यहाँ अश्रु ग्यास हान्नुभयो भने यहाँ बसेको मान्छेले कुर्सीले भेटे कुर्सीले हान्छ, ढुङ्गाले भेटे ढुङ्गाले हान्छ तपाईलाई। अनि यिनीहरूलाई यो अहिले बसेका मान्छेलाई तपाईले हिंसात्मक भए भनेर भन्न मिल्छ? सबिन महर्जनले के गल्ती गरेको कारण छातीमा गोली खान्नु पर्यो? ल भन्नुहोस् त। कोखामै ताकेर हान्नु पर्ने के कारण छ? ल भन्नुहोस् त। त्यहाँ ढुङ्गा हान्दै थियो सबिन महर्जनले। अब देश यही